पीडितले अहिलेसम्म न्याय नपाउनुको कारण चाहिँ के होला? अब मेरो व्यक्तिगत विचारमा चाहिँ किनभने पीडितको परिवार ब्याकग्राउन्ड चाहिँ अलिकति उनीहरू चाहिँ एउटा भनौँ न ज्याला मजदुरी गरेर खाने खालको एउटा आमा विदेशमा हुनुहुन्छ, बुवा 7-8 वर्षदेखि हराइरहनु भएको छ। उहाँको अलिकति भनौँ न आफ्नो व्यक्तित्व पहुँच भनौँ न अलिकति आफ्नो पहुँच नभएको, सम्पत्ति नभएको, सायद त्यहीले गर्दा नै आज राज्यबाट पनि अलिकति अवहेलना जस्तो व्यवहार भएको होला। किनभने यतिका दिनसम्म पनि दोषीलाई कुनै किसिमको कारबाहीको कुराहरू सुन्न सकेको छैन। कुनै पनि मिडियाहरूले राम्रोसँग हाम्रो यो अभिषेक तामाङ जुन बाबुको मृत्यु भयो त्यो मृत्युको खबरलाई अहिले कुनै पनि नेसनल न्युजहरूमा कुनै पनि न्युजहरूले अहिलेसम्म कभरेज गरेको देख्न र सुन्न पनि पाएको छैन। त्यही भएर मलाई चाहिँ जहाँसम्म लाग्छ उहाँको परिवार अलिकति हुने खाने थियो भने पक्कै पनि उहाँको न्याय पाउनुहुन्थ्यो होला। आज मात्रै मलाई उहाँको मम्मीले एउटा म्यासेज गर्नुभएको छ, मलाई साह्रै दुःख लागेको छ। उहाँले लेख्नु भएको छ कि बाबु के गरौँ, हामीले त न्याय पाउन जस्तो छ, न्यायको लागि अब हामीले के गर्नुपर्ने हो, मसँग त्यसको जवाब पनि रहेन। र मैले उहाँलाई भनेको छु तपाईँ नआत्तिनुहोस्, न्यायको लागि हामी लड्नेछौँ, तपाईँको साथमा हामी छौँ र तपाईँको न्यायको लागि हामी सक्दो आवाज उठाउनेछौँ भनेर मैले चाहिँ उहाँलाई वचन दिएको। त्यसैको लागि आज हामीले एउटा कार्यक्रम चाहिँ यहाँनिर विरोध शान्तिपूर्ण कार्यक्रम आयोजना गरेका छौँ। तपाईँहरूले चाहेको चाहिँ कसरी हो, चाहेको चाहिँ के हो, कस्तो तरिकाले अगाडि बढोस् भन्न चाहनुहुन्छ? यो अब के कुरामा रोकटोक भएको हो, के कारणले कारण होला नि त रोकिनु पर्ने? मैले त्यहाँ प्रत्यक्ष मैले यो घटना थाहा पाएँ। मलाई धेरै साथीभाइहरूले पनि म्यासेज गर्नुभयो, जस्तो कि उहाँ तमाङ हुनुहुन्थ्यो, अब म एउटा लामा, हामी तमाङ एउटै भएपछि उहाँहरूले कति साथीहरूको कुरा के भयो भन्दाखेरि तपाईँहरू आफन्त हो कि भन्ने खालको कुराहरू पनि आयो। वास्तविक कुरा गर्नुपर्दाखेरि न म उहाँलाई चिन्छु न उहाँले उहाँको परिवारले मलाई चिन्नुहुन्छ। मैले जब यो घटना मैले युट्युबमा देखेँ मलाई साह्रै मेरो आत्मा रोयो, मेरो मन दुख्यो, मेरो आँखाबाट आँसु झऱ्यो। किनकि त्यो अबोध बालकको केही गल्ती त थियो होला, बच्चा हो, अभियसली नै उहाँहरूको स्वभावै चकचके हुन्छ, उसले गल्ती गरेको थियो होला, तर उसलाई पनिसमेन्ट केही दिन सकिन्थ्यो होला। तर यसरी ज्यानै लिनुपर्ने चाहिँ कारण थियो जस्तो मलाई लाग्दैन। र मैले उहाँको पीडितहरूको भनाइ के छ भन्दाखेरि जुन लास उहाँहरूले के अरे देख्ने बेलामा जिउहरूमा पिटेको निलडामहरू देखिएको छ, कन्चेटको भाग सुन्नेको छ, खुट्टाहरूमा चाहिँ के अरे निलडामहरू छ भन्ने कुरा, जिउहरूमा निलडाम छ भन्ने कुराहरू के अरे उहाँहरूले भन्नुभएको छ। तर उहाँहरूलाई चाहिँ अहिले प्रशासनले उहाँको के अरे स्कुल व्यवस्थापनले चाहिँ तपाईँको बच्चाले हत्या के अरे सुसाइड नै गरेको हो, तपाईँहरूले चाहिँ यो सुसाइडको पत्र लिनुपर्छ भन्ने खालको चाहिँ दबाब आइरहेको छ भन्ने कुरा चाहिँ मलाई बुझ्नमा आएको छ। मैले त्यही जानकारी यहाँहरूलाई गराएँ। कानुनी प्रक्रिया चाहिँ अब फेरि पनि अगाडि चाहिँ बढ्नु पर्यो, बन्द चाहिँ हुनु भएन। होइन यस्तो छ, कानुनी प्रक्रियामा चाहिँ त्यहाँ प्रिन्सिपल अनि त्यतिखेर होस्टेलको वार्डेनलाई चाहिँ अहिले के अरे हिरासतमै हुनुहुन्छ उहाँहरू होइन। तर हिरासतमा भइसक्यो पनि यतिको दिनसम्म नि त्यो जुन घटना घट्दाखेरिको जति पनि त्यो अभिषेक भन्ने हाम्रो बाबु छ, अभिषेक जुन मृतक, उहाँसँगको साथीहरूसँग चाहिँ उहाँको पीडित परिवारले भेट्छु, हामीलाई भेटाइदिनुहोस् न भन्दाखेरि नि उहाँहरूले चाहिँ भेटाउनु भएको छैन अरे अहिलेसम्म। त्यो कुरा चाहिँ मलाई भर्खरै मसँग म्यासेज छ, मसँग सुरक्षित छ, मैले इभिडेन्सको लागि म जुनै ठाउँमा हरेक ठाउँमा म देखाउन तयार छु। र मलाई दुःख यो कुराको छ कि कुनै पनि व्यक्ति निर्दोष छ, निमुखा छ, गरिब छ, उहाँहरूको साथ सपोर्टमा कोही छैन भने उहाँहरूले चाहिँ न्याय पाउनुपर्छ। उहाँहरूको यो देशमा कानुनी राज्य छ भन्ने चाहिँ मलाई विश्वास छ, उहाँले न्याय पाउनुपर्छ भन्ने चाहिँ मेरो जोरदार अपिल छ। र यो हाम्रो यस कार्यक्रमलाई देश तथा विदेशमा भएर हेर्नुहुने सम्पूर्ण न्यायप्रेमी जनसमुदायहरूलाई म यो आग्रह गर्न चाहन्छु, आज हामीले अभिषेक तामाङ गुमाएका छौँ, भोलिको दिनमा तपाईँहरूको सन्तान नगुमोस्, तपाईँहरूको काख नरित्योस्, त्यसैको लागि तपाईँहरूको साथ र सहयोग हामीलाई छ। हामी यस कुरालाई देशैभरिमा देश विदेश रहनुभएका आफ्नो ठाउँबाट साथ दिनु होला, सहयोग गरिदिनु होला र यसको लागि हामीलाई न्यायको लागि आवाज उठाइदिनु होला भनेर चाहिँ हामी यहाँ आज उपस्थित भएका छौँ। होइन तपाईँहरूलाई चाहिँ खास यो सुसाइड नभई होइन जाने मारेको भन्ने चाहिँ किन त्यस्तो लागिरहेको हो, के कारणले हो त्यस्तो? मलाई पीडित पक्षबाट चाहिँ त्यो जुन सुसाइड भएको फोटो पनि मैले देखेँ, फोटो मैसँग छ। फोटोमा के छ भन्दाखेरि जुन हाम्रो होस्टेलमा बस्दाखेरिको बेड हुन्छ त्यो बेड चाहिँ कस्तो छ भन्दाखेरि त्यो जुन अभिषेक बाबुको कुमको लेभलमा यो जुन हाम्रो यो कुमको लेभलमा चाहिँ उसको माथिपट्टिको हाइट छ,
अनि एउटा कुरा त्यहाँनिर के एउटा बुझ्न नसकेको कुरा के छ भन्दा शङ्कास्पद कुरा के छ भन्दाखेरि जुन खेल्दाखेरिको बेल्ट हुन्छ, जुन हामीले गेम खेल्दाखेरि जुन करातेहरू सिक्युरिटी खेल्दाखेरि जुन लागेको बेल्ट हुन्छ, त्यो बेल्टले उसको घाँटीमा चाहिँ बाँधेर सुर्किन लाएर मरेको चाहिँ जुन मृतकको अवस्थाको त्यो फोटो छ। यो कुरामा चाहिँ म के भन्छु भन्दाखेरि त्यो बेल्टले कुनै पनि हालतमा घाँटीमा सुर्किने लाग्नै सक्दैन, त्यो सजिलो तरिकाले त्यो घाँटीमा सुर्किन लाग्नै सक्दैन। र एउटा कुरा के छ भने मर्ने व्यक्तिको जहिले पनि एउटा सुसाइड गर्ने व्यक्तिको घाँटीमा सुसाइड भइसकेपछि उसको घाँटी चाहिँ जहिले पनि अलिकति तल निहुरेको हुनुपर्ने अवस्थामा थियो, तर त्यो मृतकको घाँटी चाहिँ ठाडो नै छ, किनभने उसलाई चाहिँ 4-5 जना कसैले चाहिँ बल गरेर समातेर चाहिँ अलिकति बाँधेको जस्तो चाहिँ त्यो फोटोमा देख्न सकिन्छ। र उसको जिउहरूमा पनि अलिकति निलडामहरू दिन सकिन्छ। त्यही कारणले गर्दाखेरि मलाई लाग्छ, मेरो मनले भन्छ, मेरो आत्माले भन्छ, र यो फोटो देख्ने जो कोहीले हर कसैले पनि मैले जसलाई देखाएँ उहाँहरूले भन्नुहुन्छ यो चाहिँ आत्महत्या हुनै सक्दैन, यो हत्या हो, यो हत्या भएको, यसको चाहिँ छानबिन हुनुपर्छ, पीडितले न्याय पाउनुपर्छ भनेर हरेक फोटो हेर्ने मान्छेहरूले चाहिँ उहाँहरूको चाहिँ मैले जिज्ञासा यही नै पाउने गरेको छु। एउटा प्रश्न तपाईँहरूलाई पनि सोध्छु है म है, तपाईँहरूलाई चाहिँ यो अभिषेक तामाङले के अरे आत्महत्या नभई होइन यो मारेकै हो भन्ने चाहिँ किन लागेको हो त्यस्तो? अनि यो सबै कुरा शङ्कास्पद छ होइन। अब मारेको हो या मरेको हो त्यसकै लागि नै अब तथ्य सत्य चाहिँ छानबिन गरौँ भनेर गरिपाम भनेर त्यसको लागि चाहिँ हामी आएको हो, त्यसको लागि कल गरे हो। अब डाइरेक्टली यसो हेर्दाखेरि हामीले समग्र घटना हेर्दाखेरि चाहिँ यहाँनिर चाहिँ एकदम शङ्कास्पद छ होइन। अब मान्छे मर्दाखेरि चाहिँ अब सुसाइड गर्ने बच्चा भनौँ, सुसाइड गर्ने कोही पनि त्यसरी अब सुसाइड हुँदाखेरि जहिले पनि टाउको तल हुन्छ भने त्यो पुरै तन्काएर अब जबरजस्ती नै उ गरेको जस्तो छ। र साथसाथै अब त्यो जुन बडी चाहिँ अब आफू त्यो हजुरबालाई जो अनपढ अब त्यति उ नभएकोलाई अब त्यस्तो तालले बडीको चाहिँ उ डेड बडी चाहिँ उ गरेछ, त्यो कुराहरूले चाहिँ सिधै देखिन्छ कि अब यो चाहिँ धेरै नै उ छ। त्यो माथि अब कस्तो भयो भने अब यो जसलाई नि पर्न सक्ने कुरा हो। हामी अब होइन अभिभावकहरू चाहिँ एउटा शिक्षकलाई जिम्मा लगाएर गएको हुन्छ। शिक्षक भनेको त एउटा भगवान् पछिको त एउटा भनौँ न सेकेन्ड भगवान् नै हो नि। र त्यो कारणले अब शिक्षक नै यस्तो भयो भने त यो कसैको लागि पनि राम्रो होइन, यो राज्यको लागि कोही जनताको लागि पनि राम्रो होइन। त्यो कारण आज यो घटनाले गर्दाखेरि सबै अभिभावकहरू चाहिँ डराउनु भएको छ। एकदम डर एकदम डराउनु पर्ने। हाम्रो पनि छोराछोरी छ होइन। अब हामीलाई भोलि होइन जसलाई नि पर्न सक्ने भयो। अब राज्यको कानुन व्यवस्था पनि अब कानुन अब के भन्ने खै अब भनेर साध्यै छैन। नेपालको कानुन ठुलो बडाले मात्रै जान्नु भन्ने जस्तो भइसकेको छ। अब यही हो। पीडितलाई न्याय दे तपाईँलाई पनि त्यस्तै लागिरहेछ, मारेकै जस्तो लागेछ तपाईँलाई? मारेकै सम्भावना बढी छ त्यसमा। अब किनकि आत्महत्या गरेको मान्छेको खुट्टा कहिले पनि भुइँमा छुइँदैन। धेरै सम्भावनाहरू छन् यो आत्महत्या नभइकन यो मर्डर हो भने चाहिँ दोषीलाई कडाभन्दा कडा सजाय मिल्नु पर्यो। हजुर हजुर एकदमै हो होइन। अब के भन्नु र, अब जति सक्दो उसले चाहिँ चाँडोभन्दा चाँडो चाहिँ न्याय पाओस्, हाम्रो अब यही नै कामना छ। अब त्यही साथसाथै हामीले उसको न्यायको लागि चाहिँ अब सानो मान्छेलाई भनौँ न अब केही आश हुन्छ कि भन्ने हिसाबले चाहिँ अब हामीले पनि यसरी न्याय मागको लागि चाहिँ हामी यसरी आज यसरी उभिएर बसेका छौँ। अब त्यसको लागि चाहिँ अब केही हुन्छ होला भन्ने आशा छ। मान्छे एउटै हो तर फरक व्यवहार किन? ज्यानै मारेको भए पनि आफैले सुसाइड गरेको भए पनि मान्छेहरू त कतिजना आउँछ नि त सपोर्टमा। तर आज हाम्रो अभिषेक भाइको लागि चाहिँ किन मान्छेहरू यतिका कम, किन आवाज धेरै नउठेको होला? त्यसको लागि जवाब छ। के कारण लाग्यो तपाईँलाई त्यस्तो यो आवाजै नउठेको? किनभने होइन अरू घटनाहरू हेरी चाहिँ होइन यो घटनामा चाहिँ मैले यसो विचार गर्दाखेरि मान्छेहरू पनि त्यति उपस्थित भएको छैन, अनि कानुनी प्रक्रियाहरू पनि राम्रोसँग अगाडि बढेको छैन होइन। यो न्युजहरूमा पनि अब धेरै आएको पनि छैन। यो चाहिँ के कारणले होला त? मलाई चाहिँ त्यही लाग्छ, सायद यदि हाम्रो अभिषेक बाबुको पनि बुवा साथमा हुनुहुन्थ्यो, मम्मी साथमा हुनुहुन्थ्यो, उहाँहरूको पनि अलिकति परिवार आर्थिक रूपले सम्पन्न
राजनीतिक रूपले पनि अलिकति कुनै आबद्ध कुनै भनौँ न राजनीतिक दलमा आबद्ध कुनै सङ्घर्षमा आबद्ध भएको भए चाहिँ सायद उहाँको पक्षमा पनि आवाज उठ्न सक्थ्यो होला। तर आज उहाँ चाहिँ अलिकति विपन्न परिवारमा पर्नु भएको छ, अलिकति भनौँ न अलिकति आर्थिक स्थिति कमजोरै भएको परिवारमा पर्नुभएको छ। मलाई त्यही कारणले गर्दाखेरि चाहिँ उहाँको लागि अलिकति सपोर्टहरू नपुगेको हो कि उहाँको न्यायको लागि नबोलेको हो कि न्युजले पनि त्यति भनौँ न त्यति रूपमा चाहिँ कभर नगरेको हो कि भन्ने चाहिँ मेरो व्यक्तिगत विचार हो। अब चाहिँ हामी मृतक अभिषेक तामाङको लागि चाहिँ हामी एक मिनटको मौन धारण कार्यक्रम गरेर चाहिँ हामी यो कार्यक्रम सम्पन्न गर्न गइरहेका छौँ र हामीलाई यस भिडियो मार्फत हेरिरहनुभएका सम्पूर्ण न्यायप्रेमी जनसमुदाय, देश तथा विदेशमा बस्नुहुने नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यहाँहरूलाई मैले के अपिल गर्न चाहेँ भने यहाँ हामी त्यसै आएका होइनौँ, किनकि हाम्रो आत्माले हाम्रो मनले यो भन्छ कि अभिषेक तामाङ जो 11 वर्षीय बालक हुनुहुन्छ उहाँले आत्महत्या गर्नै सक्दैन, उहाँलाई चाहिँ हत्या गरेको भन्ने हाम्रो चाहिँ विचार हो। उहाँको फोटोहरू उहाँको घटनाको प्रकृतिलाई हेर्दाखेरि हामीलाई मनमा त्यो लाग्यो। त्यसै कारणले उहाँको परिवारसँग पनि हामीले प्रत्यक्ष रूपमा फोनमा कन्ट्याक्ट गरेर कुराकानीहरू गर्दाखेरि पनि उहाँहरू चाहिँ अलिकति भनौँ न त्यहाँको व्यवस्थापन स्कुल व्यवस्थापन पक्षबाट एकदमै धेरै नै पीडित हुनुहुँदो रहेछ भन्ने कुरो चाहिँ मलाई महसुस भएको छ। त्यो कुराहरू मसँग प्रमाणको रूपमा मेरो मोबाइलमा उहाँले पठाउनु भएको म्यासेजहरू मसँग सेभ छ र आज हामी यहाँ कसैलाई कुनै राजनीतिक दल कुनै पनि सङ्घ संस्थानहरूलाई गाली ग्लोज गर्न, उहाँहरूलाई कुनै पनि किसिमको धम्कीहरू दिन, कसैलाई दुःख दिन हामी यहाँ आएका छैनौँ। आज हामी यहाँ नितान्त एउटा बालक जो एउटा सुनौलो एउटा आमा, यति हाम्रो नेपालमा हेर्नुहोस् हाम्रो समाजमा यति महिलाहरू हुनुहुन्छ जो चाहिँ एकल महिलादेखि लिएर आफ्नो परिवारको लागि एक्लै भएर पनि आफ्नो परिवारको लागि कति सङ्घर्ष गरेर चाहिँ आफ्नो परिवारको लागि उनीहरूले दिनरात आफ्नो पसिना बगाएर आफ्नो परिवारलाई चाहिँ पालन पोषण गरिरहेको हुन्छ। त्यस्तो आमाहरूलाई चाहिँ हामी सलाम भन्न चाहन्छौँ। त्यो आमाको सम्मानप्रति पनि हामी यहाँ आएका छौँ, किनभने आज ती आमा आफ्नो छोराछोरीको सुन्दर भविष्य उज्जवल भविष्य बनाउँछु भनेर विदेशमा गएर चाहिँ केही पैसा कमाएर आफ्नो छोराछोरीलाई पढाएर उहाँहरूको भविष्य उज्जवल बनाउँछु भन्ने सोचले चाहिँ उहाँ विदेश बस्नुभएको थियो। तर विडम्बना दैवको लेखा भनौँ अथवा उहाँको भाग्यको खोट भनौँ र बिचरा हाम्रो अभिषेकको उहाँले जन्मदेखि नै लिएर आएको उहाँको भनौँ न एउटा आयु नै यति नै हो कि के भनौँ, यस्तो विवश घटना घट्न गयो जुन घटनाले उहाँको आमालाई जुन क्षति पुगेको छ त्यो क्षतिको त हामी क्षतिपूर्ति दिन सक्दैनौँ। तर हामीलाई मनमा के लाग्यो भने हामी न्यायको लागि त बोल्न सक्छौँ नि, एउटा आवाज त हामीले उठाउन सक्छौँ नि। त्यही भएर मैले एउटा के अनुरोध गर्न चाहेँ भने हामीलाई हेर्नुहुने सम्पूर्ण जनसमुदाय न्यायप्रेमी समुदायहरूमा देश विदेशमा रहनुभएका सम्पूर्णमा कृपया हाम्रो यो भिडियोलाई जसले पनि हेर्नुहुन्छ लाइक सेयर गरिदिनु होला र यसमा आफ्नो आवाज उठाइदिनु होला। एउटा पीडितलाई न्याय होस्, दोषीलाई कारवाही होस् भन्दै म आजको कार्यक्रममा अबको 1 मिनट हाम्रो अभिषेक तामाङ जो हुनुहुन्छ 11 वर्षीय उहाँको जुन मृत्यु भएको छ उहाँको नाममा हामी 1 मिनट मौन धारण गर्न गइरहेका छौँ। त्यसको लागि हामी सबैजना तयार भएर बसिदिनु होला। मैले सुरु भन्छु अनि सबैजना चाहिँ 1 मिनट मौन धारण गरेर चाहिँ त्यसपछि हामी यो कार्यक्रमलाई चाहिँ बिट मार्न जाँदैछौँ। सुरु।